त्यसो भए आज त गेटैमा टाँस्दा हुने होला नि त एउटा खको त्यता टाँस्नु खको यता टाँस्नु ल त गेटैमा के भित्तामा निर्वाचनको चाहिँ 4 किल्ला टाँस्ने काम भइरहेछ। यता बाहिरबाट देखिने गरी ल हाम्रो चाहिँ होली हेप्पी होली पनि छ। ल हाम्रो सरलाई पनि यता सर छुट्नु भयो यता। सर अब हामीले त होली मनायो राति फोटो चाहिँ खिचौँ न एउटा फोटो खिचौँ। एकै ग्रुप बनाएर फोटो चाहिँ हाल्नु न। ह्यापी होली उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। म चाहिँ राजकुमार बास्तोला। आज यो प्रतिनिधि सभा निर्वाचनको सन्दर्भ यो सिनपा वडा नम्बर 10 बासी 8 बासी आमाबुबा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा फेरि पनि नमस्कार। र आज यो सर्वदलीय बैठकको सञ्चालन चाहिँ हामीले सामान्य औपचारिक ढङ्गबाट गरौँ अनि छलफल गरेर निर्णयहरू गरौँ भन्ने हाम्रो सल्लाह भएको छ। मैले सामान्य यहाँ तपाईँहरूलाई यो औपचारिक रूपमा चाहिँ यो बैठकलाई सञ्चालन गर्न गइरहेको छु। अब यो हामीलाई चाहिँ नितान्त तपाईँहरू बिचमा अलिक परिचित नभएको कारणले केही मिस्टेकहरू हुनसक्छ। यसमा क्षमा दिनु होला र सल्लाह सुझाव दिनुभयो भने अझ राम्रो हुनेछ। र यो कार्यक्रमलाई म सञ्चालन गर्न अनुमति चाहन्छु। त्यसो गरौँ त मलाई सुरु गर्छु। हस् फेरि पनि मेरो नमस्कार। म राजकुमार बास्तोला, चिसौगढी गाउँपालिका वार्ड नम्बर 1 मेरो घर हो। म चाहिँ सेर्ना आधारभूत विद्यालय चिसौगढी 5 मा चाहिँ कार्यरत छु र आज निर्वाचन क्रममा यस ठाउँमा आएको छु। हस् धन्यवाद। उपस्थित यहाँ सबैलाई नमस्कार। प्रशासनिक तर्फबाट म प्रभाव विनोद कुमार राई। म चाहिँ यहाँ विराटनगरदेखि यहाँ खटिएको हो। सम्पूर्णलाई नमस्ते। म चाहिँ राजकुमार शाह, घर राजघाट 70 र हाल कार्यालय भनेको नेपाल टेलिकम ओखलढुङ्गा। र यहाँ चाहिँ म अहिले मतदान अधिकृत रूपमा कमा चाहिँ चुनाव गर्न या गराउन आएको हुँ र तपाईँहरू पनि सहयोगको अपेक्षा गरेको छौँ। अब सबैमा नमस्कार। म चाहिँ पृथ्वीमान लिम्बू। मेरो घर चाहिँ तेह्रथुम। यहाँ प्रदेश लेखाइका कार्यालयमा कार्यरत छु। यहाँ चाहिँ मतदान अधिकृतको रूपमा चाहिँ म खमा आएको छु। यहाँ उपस्थित सबैलाई नमस्कार। मेरो नाम सन्तोष कुमार सिंह, स्थायी वासस्थान सिधा। उपस्थित सम्पूर्णमा मेरो नमस्कार। म चाहिँ ममता धमला। मेरो स्थायी ठेगाना चाहिँ सिद्धिचरण नगरपालिका 10 बेतिने रहेको छ र मेरो कार्यस्थल चाहिँ मोलोङ गाउँपालिका प्राप्त स्वास्थ्य चौकी प्रमुखको रूपमा रहेको छु। र अहिले चाहिँ म हेस चम्पादेवी मावि केन्द्र खमा चाहिँ सहायक मतदान अधिकृतको रूपमा जिम्मेवारी पाएको। सबैलाई नमस्कार। म शान्ता भट्टराई। मेरो घर चाहिँ फुटाङ। म यहाँ कार्यरत रहेको कार्यालय चाहिँ उच्च अदालत विराटनगर अस्थायी ओखलढुङ्गा छु। अब यहाँ चाहिँ मतदान केन्द्र कको सहायक मतदान अधिकृतको रूपमा आएको छु। म चाहिँ सोमकुमारी धमला। मेरो स्थायी ठेगाना चाहिँ सोलुखुम्बु जिल्ला नेचा सल्यान वडा नम्बर 3 कार्यरत विद्यालयबाट हो। सिद्धदेवी आबी चिसापानी सेर्ना 5 ओखलढुङ्गा। नमस्कार, मेरो नाम कविता खड्का। मेरो चाहिँ मोलोङ गाउँपालिका वडा नम्बर 2 मा पर्छ। म चाहिँ जिल्ला हुला कार्यालय ओखलढुङ्गामा कार्यरत, यो चाहिँ सहयोगी कर्मचारीको रूपमा। यहाँहरू सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ देवी धमला। मेरो घर चिसौगढी 1। मेरो घर मामखा। मेरो विद्यालय दिपौदा आबी ठुल्डुङ्गाको छेउमा। म चाहिँ रामबहादुर गुरुङ। यो सिनपाटको चाहिँ यसो बुढोपाको यसो बस्नु। हामीले एउटा सामान्य परिचयात्मक कार्यक्रम सम्पन्न गरिसकेका छौँ। अब यसलाई यो कार्यक्रमलाई एउटा सानो औपचारिक रूप दिनको लागि म यो कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनु हुनका लागि हाम्रो यस ख मतदान केन्द्रका अधिकृतज्यू पृथ्वीमान लिम्बू सरलाई हार्दिक अनुरोध गर्दछु।
धन्यवाद। सरले आफ्नो आसन ग्रहण गरिसक्नु भएको छ। त्यसै गरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हामीले वडा अध्यक्षज्यूलाई यहाँ आमन्त्रण गरेका थियौँ। उहाँ आफ्नै व्यक्तिगत कारणले उपस्थित हुन सक्नु भएन। उहाँले हामीलाई पाएको सूचना अनुसार उहाँले वडा समिति सदस्य दण्डी प्रसाद चौलागाईज्यूलाई प्रतिनिधि पठाउनु भएको सुन्नमा आएको छ। त्यसैले प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक धन्यवाद। उहाँले पनि आसन ग्रहण गरिसक्नु भएको छ। यसै गरी हाम्रो यस चम्पादेवी माविको क केन्द्रको मतदान अधिकृत राजकुमार शाह सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। र यसै गरी हामीले प्राप्त सूचना अनुसार अब यहाँ मिस्टेक भयो भने सच्याइदिनु होला, मैले अघि पनि भनेको छु। अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट विनोद चौलागाईज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी नेकपा एमाले पार्टीको तर्फबाट अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि शिवप्रसाद पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि तिलचन्द चौलागाईज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चित्रकुमार चौलागाईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु पनि गरिसकेका छौँ। र हाम्रो कार्यक्रम के छ भने अब हाम्रो प्रमुख अतिथिज्यूहरूलाई सामान्य मन्तव्यको एउटा कार्यक्रम छ। त्यसपछि हामी आजको विषयमा केन्द्रित रहेर छलफल गरेर त्यससँग सम्बन्धित निर्णयहरू गरेछौँ। त्यो लागि हामी सामान्य मन्तव्यको कार्यक्रम रहेको छ। त्यसैले म मन्तव्यको लागि अतिथिगणहरूलाई म आमन्त्रण गर्दछु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत गर्दै यस निर्वाचनको सन्दर्भमा सामान्य जानकारी गराइदिनु हुनका लागि अतिथि आदरणीय सर राजकुमार शाहज्यूलाई अनुरोध गर्दछु। फेरि सम्पूर्णमा नमस्ते। आज हामी चाहिँ यहाँ किन सबैजना बसेका छौँ भने अब 21 गते चुनाव होइन, त्यसको लागि चाहिँ अब हामीले के कसो गर्ने। अब जस्तो कि कोही गर्भवती महिला होला, कोही अशक्त होला, उनीहरूलाई कसरी व्यवस्थापन गर्ने र निष्पक्ष ढङ्गले र मर्यादित रूपले कसरी चाहिँ गर्ने भनेर त्यसकै लागि हजुरहरूको सरसल्लाहको लागि होइन हामीले हजुरहरूलाई आज बोलाएको पनि छौँ र त्यही हिसाबले हामी जाने पनि छौँ र हजुरहरूको पनि प्रतिनिधि अब कसलाई राख्ने त्यहाँ राख्नु पऱ्यो होइन, त्यो पनि सरसल्लाह गर्ने भनेर आज हामी धन्यवाद सर। अब हामीले यहाँ त्यत्रो ठुलो भाषण गरेर यो समय बर्बाद गरिरहनु छैन। हजुरहरू पनि व्यस्त हुनुहुन्छ होइन, हामीलाई पनि हाम्रा कामहरू गर्नु छ। अब यो आसन्न निर्वाचनलाई निष्पक्ष ढङ्गबाट भयरहित ढङ्गबाट सम्पन्न गर्नु तपाईँ हामी सबैको दायित्व हो, कर्तव्य हो। त्यसैका लागि हामी लागिरहेका छौँ। राज्य नै सम्पूर्ण राज्य नै लागिरहेको छ। त्यसैले अब यहाँ धेरै ठुल्ठुला गन्थनहरू गर्न त्यत्रो आवश्यक पनि छैन। त्यसैले म यसलाई एकदम सठिक ढङ्गबाट गइरहेको छु र सामान्य मन्तव्यहरू राखिदिनु हुनका लागि म यहाँ व्यक्तित्वहरूलाई पार्टी प्रतिनिधिज्यूहरूलाई म यहाँ बोलाउने छु। त्यसपछि हामी आजको सन्दर्भमा छलफल गर्नेछौँ र आफ्नो मन्तव्य राखिदिनु हुनका लागि म राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि हुनुहुन्छ चित्रकुमार चौलागाईज्यू, उहाँलाई हार्दिक अनुरोध गर्दछु। पार्टीको एउटा साधारण सदस्य। आज हामी अब यो उहाँले पनि भनिहाल्नुभयो, धेरै भाषण र शासन गर्ने ठाउँ यो होइन। हामीले एउटा यो निर्वाचन कसरी गराउने, कुन तरिकाले गराउने भन्ने एउटा छलफलको लागि हामी उपस्थित भएका छौँ। यो सम्पूर्णमा अहिलेको समयमा आएर हामी अबुझ नजान्ने नबुझ कोही पनि छैनौँ। झै झगडा आपद विपद समस्या कोही नपरोस्, कुन तरिकाले आफ्नो वडामा कुन तरिकाले चुनाव गराउने, कसरी गराउने भन्ने विषयमा छलफल गर्नको लागि हामी उपस्थित भएका छौँ। छलफल हाम्रो भइ नै रहेको छ, हुने पनि छ र यो अवस्था फेरि पहिलाको जमाना जस्तो हरेक कुराको लफडा समस्या केही नहोस्, साधारण तरिकाले हाम्रो जुन सहज तरिकाले चुनाव होस् र गरौँ भन्ने उद्देश्यका साथ हामी भएका छौँ। र त्यसको लागि म र हाम्रो पार्टीको तर्फबाट कुन तरिकाले गर्नुपर्ने, के गर्नुपर्ने त्यसको प्रतिबद्धता गर्दै बिदा हुन्छु। धन्यवाद चित्रकुमार चौलागाईज्यू, उहाँले आफ्नो भनाइ व्यक्त गरेर बिदा भइसक्नु भएको छ। यसै गरी आफ्नो भनाइ राखिदिनु हुनका निमित्त नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि हुनुहुन्छ तिलचन्द चौलागाई, उहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। नमस्कार, मैले सम्बोधन गरिनँ। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट यो चुनाव भयरहित निष्पक्ष तरिकाले सम्पन्न गर्नका लागि हामी पुरै पार्टी पङ्क्तिबाट सहयोग गर्नेछौँ।
र तपाईँहरूलाई सहज तरिकाले सम्पन्न गर्नका लागि नेपाली कम्युनिस्ट पार्टीले सहयोग गर्छ। यही प्रतिबद्धता जनाउँछु। धन्यवाद। धन्यवाद। तिन चम्चा लगाइदिउँ। उहाँले पनि आफ्नो भनाइ व्यक्त गरिसक्नु भएको छ। त्यसै गरी आफ्नो भनाइ राखिदिनु हुनका लागि नेकपा एमाले पार्टीका प्रतिनिधि हुनुहुन्छ शिवप्रसाद पौडेलज्यू, उहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। सम्पूर्णलाई नमस्कार। सभाका सभाध्यक्ष महोदय लगायत उपस्थित सम्पूर्ण कर्मचारी, हाम्रा पार्टी प्रतिनिधि, आदरणीय व्यक्तित्वहरू र सम्पूर्ण उपस्थितमा पुनः हार्दिक नमस्कार व्यक्त गर्दछु। र यो देशको परिस्थिति अनुसार हामी निर्वाचनमा उभिएका छौँ। निर्वाचनलाई सम्पन्न गर्नु हामी सबैको कर्तव्य हो। त्यो कर्तव्यको साथसाथ त्यसलाई हामी सम्पन्न गर्छौँ भन्नका लागि यहाँ तपाईँहरू प्रतिबद्धता जाहेर गर्न उपस्थित हुनुभएको छ। यो अत्यन्त खुसीको विषय हो। र यो देशको परिस्थिति अनुसार निर्वाचन भइरहँदा र यो निर्वाचनलाई सरल, सहज र सुलभ ढङ्गले सम्पन्न गर्नु तमाम नेपाली नागरिकको कर्तव्य हो। र त्यसमा हामी आफैले त्यो सचेत रहनुपर्छ। त्यसमा पनि हामीलाई सहयोग गर्नका लागि जुन सरहरू उपस्थित हुनुभएको छ, उहाँहरूले आफ्नो भूमिकामा निर्वाह गर्नुहुन्छ र उहाँहरूलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी हुन्छ। र यहाँ सम्पूर्ण हाम्रो जति उपस्थित पार्टी प्रतिनिधिहरू, कर्मचारी साथीहरू सबैले हुनुहुन्छ र सबैको एक मतको सम्पूर्ण अधिकार बराबरी छ। र यहाँहरूलाई सबले थोरै जानकारी गराउनु भयो। जस्तै अपाङ्ग, अशक्त, सुत्केरी, गर्भवती उहाँहरूको पनि एक मतको अधिकार भएको नेपाली नागरिक हुनुहुन्छ। त्यसको लागि अहिले विशेष छलफलमा यहाँ साथीहरूले पनि कुरा उठाउनुहुनेछ। र कोही पनि नेपाली नागरिक चुनावमा भाग लिन इच्छा भएको व्यक्तिलाई सकेसम्म हामी सम्पूर्णले बसेर अहिले हाम्रो जुन सर्वदलीय समितिको एउटा निचोड निकालेर उहाँहरूलाई पनि उपस्थित गराउने, भयरहित वातावरणमा कसैको डरधाक धम्कीमा होइन, स्वतन्त्र रूपले उहाँहरूले एउटा देश र राष्ट्रको लागि मतदान गर्ने अधिकारको सुनिश्चित गर्नुपर्दछ। र त्यो कार्यमा यहाँ उपस्थित मतदान अधिकृत, कर्मचारी लगायत हाम्रा सम्पूर्ण उपस्थित साथीहरूले पनि सहयोग गरिदिनु हुनेछ भन्ने आशा राखेको छु। र यसै हाम्रो चम्पादेवी मावि भयरहित वातावरणमा यो मतदान केन्द्र जहिल्यै पनि सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, भएको छ र फेरि पनि हुन्छ। यो यहाँहरूलाई विश्वास दिलाउँदै र मेरो व्यक्तिगत तर्फबाट र हाम्रो पार्टीको तर्फबाट जे परेको साथ सहयोग र गर्नको लागि हाम्रो पार्टी पङ्क्ति प्रतिबद्धता छ। साथीहरू तयारी हुनुहुन्छ। यही कुराको यहाँहरूलाई जानकारी गराउँदै कोही पनि मतदाताहरूलाई विचलित र भयरहित वातावरणमा विचलित नबनाइकन भयरहित वातावरणमा मतदान गर्ने अधिकार उहाँहरू निश्चितता गर्ने तपाईँहरू सबै हामी लागेर भन्दै मेरा दुई शब्दहरू नेकपा एमालेका प्रतिनिधि उहाँले र मन्तव्यको क्रममा पनि मेघबहादुर सरलाई आफ्नो तर्फबाट छोटो मन्तव्य राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। अब अहिले यो सभाको सभाध्यक्ष गर्नुभएको हुन्छ। मलाई अलिकति जानकारी म पछि मतदान अधिकृतज्यू, त्यसै गरी यहाँ उपस्थिति डिस्टिङ्ग्विस हाम्रो सम्पूर्ण नेतागणहरू, अतिथिज्यूहरू र जम्मै साथीहरू, म मेघबहादुर तामाङ अब भर्खरै आइपुगेँ। अघि मैले एकजना प्रतिनिधिलाई पठाउँछु भनेर मतदान अधिकृत श्री पृथ्वीमान लिम्बू सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो कार्यक्रमको चाहिँ हाम्रो उद्घोषक सञ्चालक थियो र यो हाम्रो सभाको चाहिँ सभापतिज्यू र हाम्रो दलीय प्रतिनिधि सबै ज्यूहरू र यो हाम्रो कार्यक्रममा आउनुभएका हाम्रो युवाहरू पनि देखिरहेको छ। हाम्रो युवाज्यूहरू र सुरक्षाकर्मी निकायका हाम्रो प्रमुखज्यू र हाम्रो सहायक हाम्रो मतदान अधिकृतज्यू र यो हाम्रो कर खका सबै
मतदान केन्द्रका चाहिँ हाम्रा कर्मचारीज्यूहरू र यो हाम्रो आजको अब यो हाम्रो आजको कार्यक्रममा चाहिँ धेरै कुराहरू चाहिँ उठिसकेका छन् होइन। अब धेरै कुरा हाम्रो व्यावहारिक रूपमा हामीले गरिरहेछौँ र त्यस्तो समस्या हामीले त्यो शङ्का गरेको जस्तो समस्या चाहिँ हामीले आउन दिन हुँदैन। र अहिले चाहिँ यो मौसमले पनि अलिकति हामीले चाहिँ चुनौती दिएको जस्तो छ होइन। अब यो हामीले चाहिँ बेलैदेखि 7 बजेदेखि चाहिँ हामी सबै सुरु गरौँ। तपाईँहरूले पनि बेलैमा सबै चाहिँ होइन आफ्नो मतदाताहरूले पठाउनुहोस्, बरु भरे चाहिँ बरु रिल्याक्स तरिकाले चाहिँ बसौँ, गफसफ गरौँ न होइन। त्यो तरिकाले चाहिँ हामीले चाहिँ काम गरौँ। र अब यो तपाईँले मतदाता शिक्षाहरू पनि तपाईँहरूले पार्टीगत दलीय हिसाबले दिइराख्नु भएकै छ होला। स्थानीय जस्तो यो अहिलेको चाहिँ झन्झट पनि छैन। हामीले त अहिले त दुईटामा मात्रै इसारा गर्नुपर्ने छ होइन। पार्टी र समानुपातिमा यो धेरै समस्या पनि छैन, सरल छ। र यो कुराले चाहिँ तपाईँहरूले पनि अब कति नबुझेका बा आमा वृद्धहरूले चाहिँ हुनुहुन्छ, उहाँले पनि बुझाउनुहोस् र हामीले पनि अब बुझाउने काम पनि गरौँला भन्दै अब यो हाम्रो चाहिँ कार्यक्रम एकदमै सौहार्दपूर्ण भएको छ। र यो सल्लेरीमा चाहिँ योभन्दा अगाडि चाहिँ कहिले पनि हुलदङ्गा यो होइन मुठभेड भएको इतिहासै रहेन रहेछ। यो वर्ष पनि यो त्यस्तो चाहिँ वातावरण हुन दिनु हुँदैन र हामीले चाहिँ फेरि शान्तिपूर्ण नै गर्नेछौँ भन्ने चाहिँ हामीले चाहिँ पूर्ण विश्वास लागेको छ भन्दै मेरो चाहिँ 2 शब्द चाहिँ यहीँ अन्त्य भएको दिउँ झन्झट नगरौँ। यहाँ तल पनि क्या यो त्यहाँ परतिर भन्नुभयो होइन। हाम्रो चाहिँ बुथ निर्माणको काम चाहिँ एकदमै शीघ्र रूपमा भइरहेछ। यहाँ बाँस फुटाउने काम भइरहेछ र हाम्रो यता चाहिँ हाम्रो चाहिँ कुकमेनहरूले पनि गरिराख्नु भएको छ। यता हाम्रो भाइहरूले चाहिँ एकदम मेहनत साथ चाहिँ खसी बनाउने काम भइरहेछ। तपाईँको भाइ भाइले होइन विवाद निकाल्नु फोटो कता यहाँ टालिदिने हो। सबैको प्राङ्गणमा मतदान अधिकृत श्री पृथ्वीबाबु लिम्बुज्यूको अध्यक्षतामा तपसिल बमोजिमको उपस्थितिमा निम्न प्रस्तावहरूमाथि विशेष छलफल गर्ने निर्णय गरियो। उपस्थिति भइहाल्यो। प्रस्तावना हाम्रोमा अनि अर्को विवेचनामा राख्यो। निर्णय प्रस्ताव नम्बर 1 माथि विशेष छलफल गर्दा मिति 2082 फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चम्पादेवी मावि केन्द्र ख अन्तर्गत रहेका सम्पूर्ण कर्मचारीका लागि तपसिल बमोजिमको कार्यविधान चाहिँ सर्वसम्मतले पारित गरियो। कुमार वास्तोलाज्यूको नावली बिडाउने अनि रमेश कुमार दाहालज्यूको चाहिँ तथ्याङ्क फारम भर्ने। संशोधन गर्नुहोला। रमेश कुमार पौडेलज्यूको चाहिँ तथ्याङ्क फारम भर्ने। के छ बिमारी छैन होइन? छैन सर। ल पास भयो हाम्रो। मैले पौडेल सचै हालेँ। ल सस ल यता खको चाहिँ गर्दैन न पहिला उता जानु स्वस्तिक छ परीक्षण हुँदैछ। हाम्रो सुरक्षा सेल चाहिँ बन्द गर्ने काम भयो। ल हाम्रो चाहिँ फर्मल्ली चाहिँ हाम्रो निर्वाचन सुरु भइसक्यो र हाम्रो चाहिँ एकदमै वयोवृद्धबाट चाहिँ सुरु गरिसकियो। हस् एकछिन है सर, यो फोटोलाई